सो गाइज अहिले यो सोसियल मिडियामा यो भिडियो लास्टै भाइरल छ नि, जो अस्ति दुईजना बाइक राइडरहरूले कारले ओभरटेक गर्दाखेरि आफ्नै गल्ती भएको छ। गल्ती हुँदा हुँदा पनि आफ्नो गल्तीलाई एक्सेप्ट गर्नु छोडी उल्टै तिनीहरूलाई रिटर्न बोलाएर उल्टै कुटेर गाली गरेर कस्तोसम्म गरेको छ कि यो मान्छेलाई कतिसम्म कारबाही हुनुपर्छ होइन। यो त उनीहरूको गोब्रोले सुट गर्यो भिडियो होइन, पब्लिक गर्नुभयो, अझ उसलाई यतिसम्म धम्की पनि दिएको छ कि तैँले यो भिडियो पब्लिस गऱ्यो भने तँलाई जहाँ भेटायो त्यहीँ मारिदिनु पनि सम्म पनि भनेको छ क्या त्यो मान्छेले। भनेपछि यस्तो एकजना अस्ति भर्खर एउटा कारबाट झरेर बिद्रो बुबालाई पिटेको भिडियो पनि भाइरल भएको थियो। सो हिजो अस्ति नैको घटना यो पनि हेर्नुहोस् त, दुईजनालाई नराम्रोसँग धुलोइदियो। उल्टो आफ्नो गल्तीलाई एक्सेप्ट गर्नु ठाउँमा उल्टै नै उनीहरूलाई पिटेर गाली गरेर यत्रोसम्म गरिदियो क्या त्यो मान्छेले। भनेपछि यस्तो मान्छेहरूलाई कतिसम्म कारबाही गर्नुपर्छ होला। यसले कारवालाको स्वयं गलत छ, त्यस्तो ठाउँमा ओभरटेक धन्न अलिकता मिस भइदिएको भए उनीहरू खतरा ज्यान नै जान सक्थ्यो कि त्यहाँ नजिक। यति पेलेर ल्याएको छ, ओभरटेक गर्नु ठिक हो तर कन्डिसन हेर्ने हो नि। त्यहाँ उनीहरू आफ्नो वेबाटै हिँडिरहेछन्, आफ्नो लाइनबाटै हिँडिरहेछन् भनेपछि त्यसले त्यसरी गर्नु त हुन्थेन होला। अझ उल्टै आफ्नो गल्तीलाई पनि उसले महसुस गरेको छैन कि उनीहरूलाई धम्की दिएर उसलाई पिटेर गाली गरेर अझ आफै जित्नु खोज्छ। त्यसैले मैले योभन्दा अगाडि एकछिन भनेको छु कि जब आफ्नो गल्तीमा ऊ के भइदिन्छ भने गुरु भइदिन्छ, जब अरूको गल्ती हुन्छ नि सुप्रिम कोर्ट लगाएर अदालतको न्यायाधीश भइदिन्छ यो देशका मान्छेहरू।